स्किल सिक्न सबभन्दा ठुलो रहस्य के हो भने सिक्नु, अभ्यास गर्नु अनि फेरि रिपिट गर्नु। एक दिनमा कोही पनि कुनै काममा मास्टर हुन सक्दैन, तर दिनको अभ्यासले असम्भव कामलाई पनि सम्भव गर्न सक्छ। त्यसैले तपाईँ चाहिँ रिपिट गर्नु, जुन काम गरिरहनु भएको छ त्यो काम चाहिँ एगेन रिपिट गर्नु। किनकि कुनै काममा एक दिनमै एक महिनामै मास्टर बन्न सक्दैन, एक्सपर्ट बन्न सक्दैन। त्यसैले कुनै पनि काम गर्नुभएको छ भने त्यो काममा निरन्तरण कन्सिस्टेन्सी लागिरहनु र कन्सिस्टेन्सी त्यसमा काम गरिरहनु। एक दिन त्यो काममा तपाईँ चाहिँ एउटा एक्सपर्ट पर्सन हुनुहुन्छ। किनकि यो संसारमा कुनै पनि काम छैन भने त्यो चाहिँ मानिस गर्न सक्दैन। इम्पोसिबल इज नथिङ, एभ्रिथिङ इज पोसिबल। त्यसैले कुनै काम असम्भव छैन, हरेक काम सम्भव छ, तर प्र्याक्टिसले, रिपिटले। त्यसैले सिक्नु, अभ्यास गर्नु र रिपिट गर्नु, यो तीनवटा चिज गऱ्यो भने तपाईँ चाहिँ कुनै फिल्डमा फाडेर राखिदिनुहुन्छ। किन तपाईँ चाहिँ पहिला सिक्नु, त्यसपछि त्यसमा अभ्यास गर्नु आफ्नो डेली लाइफमा, त्यस फेरि रिपिट गर्नु। रिपिट, लर्न, प्र्याक्टिस, प्र्याक्टिस, लर्न, रिपिट। यो तीनवटा चिज मात्रै तपाईँलाई एक्सपर्ट बन्न माथि लिएर जान गर्छ। जस्ट लाइक मी, म चाहिँ यही गरिरहेको छु, सिकिरहेको छु, अभ्यास गरेको छु र डेली रिपिट गरिरहेको छु। कस्तै आज मैले सिकेँ, आज म अभ्यास गरेँ कि भिडियो बनाउनु, फेरि बिहान यही रिपिट हुन्छ। त्यसैले लर्न, प्र्याक्टिस, रिपिट भइरहेको छ। त्यसैले म चाहिँ एक दिन मलाई विश्वास छ कि म चाहिँ यहाँदेखि यहाँसम्म पहुँचिहाल्छु। आई विल ग्रान्टेड।